हामीले अघिल्लो क्लास पढाएको थियौँ नि अल्फा बिटा। अल्फा बिटा आज त सेमिकन्डक्टर सकिन्छ। अल्फा बिटा, अल्फा बिटामा अल्फा पनि करेन्ट गेन हो, बिटा पनि के हो अरे करेन्ट गेन हो। एउटा करेन्ट गेन कमन इमिटर कन्फिगरेसन हुँदाको, अर्को करेन्ट गेन कमन बेस कन्फिगरेसन हुँदाको भाइ पनि एउटा कमन इमिटर कन्फिगरेसनको, अर्को कमन बेस कन्फिगरेसनको। अनि मैले तिमीलाई यो कसरी सम्झिन सिकाएको थिएँ भन्दा भाइ बहिनीहरू, अल्फाको भ्यालु कति रे? अल्फाको भ्यालु यो भ्यालुबाट जान के अल्फाको भ्यालु लगभग यसमा कति छ भन्दा लेस देन वान, लेस देन वान, 0.9 सम्म अल्फाको भ्यालु, अल्फा इक्वल्स टु लेस देन वान। बिटा कति छ अरे भाइ बहिनीहरू यो भन त, बिटा मोर देन more than one. वान। then Up to बिटा 20. मोर देन वान छ भनेको झन्डै 20 देखि 200 सम्म भन्ने गरेको छ यो। अब त्यसो भए अब अल्फा बिटालाई कुनलाई कसरी चिन्छौ भन्ने कुरा मैले अघिल्लो क्लासमा पनि तिमीलाई के भनेको थिएँ भन्दा भाइ बहिनीहरू, अल्फा इक्वल्स टु आउटपुट कहाँबाट लिने? आउटपुट त कलेक्टरबाट लिने हो, आउटपुट कलेक्टरबाट। यदि कलेक्टर टुप्पो खाली नभए बल्ल अरू सोच्ने हो। जनरली इनपुट, सुन है मेरो कुरा एकदमै, इनपुट बेसमै दिने, आउटपुट कलेक्टरबाट लिने। तर कलेक्टर टुप्पो खाली छैन अथवा बेस टुप्पो खाली छैन भने बल्ल कमन हुन गएको छ पनि सोच्ने। अब सुन, त्यही भएर अल्फा होस् कि बिटा होस् आउटपुट त कलेक्टरबाट लियौ आइसी। अनि तिमीलाई यहाँ सम्झिने एउटा आइडिया दिएको थिएँ कि मैले, अल्फालाई आइसी, बिटामा पनि अब आइसी त हो। सुनाइ मेरो कुरा भाइ बहिनीहरू, अल्फामा पनि अब आइसी आउटपुट करेन्ट अपन इनपुट, गेन भनेपछि आउटपुट अपन इनपुट। अब सुन न, अल्फामा आइबी लेख्छौ कि आइई लेख्छौ भन्ने कुरामा, अल्फामा आइबी लेख्छौ कि आइई लेख्छौ भन्ने कुरामा अलिकति केयर गर के भाइ बहिनीहरू। के गर्छौ भन त? अब I सुन न त, के गर्छौ भन्दा अल्फा तिमीलाई लेस देन वान ल्याउनु छ कि मोर देन वान, पहिला यति लजिक डेभलप गर। अल्फा Less than one. लेस देन वान कि मोर देन वान? लेस देन वान। अनि हामीलाई के थाहा छ भन्दा आइई सबभन्दा धेरै, त्यसपछि आइसी हो, अनि सबभन्दा कम कुन हो? IB. आइबी हो। यतिमा त पक्का कसैलाई पनि डाउट छैन भने अब यो आइसी अपन अल्फा लेस देन हुँदा आइसी अपन आइई भयो भने पो बल्ल अल्फा लेस देन वान आउँछ, होइन भाइ बहिनी कि होइन? Oh, sir. हो हो। Oh, sir. hope अनि त्यस बिटा, बिटा आइसी अपन आई, अब आइसी त माथि छँदैछ, यहाँ चाहिँ आइबी लेख्यो भने बल्ल। अनि यो के ठुलो अपन हेर न, यो आइसी भन्दा आइई ठुलो हो, सानो अपन ठुलोको रेसियो लेस देन वान आउँछ। अनि यो आइसी त आइबी भन्दा धेरै हो भनेपछि किन धेरै हो भन्ने कुरा त डिटेल मैले सिकाइसकेको छु तिमीहरूलाई। अनि आइसी आइबी भन्दा धेरै हुनाले ठुलो अपन सानोको रेसियो मोर देन वान आउँछ, यो भ्याल्यु लेस देन वान आउँछ होइन। अनि यो भ्याल्यु के आउँछ? मोर देन आउँछ। पहिला यति गर्न तिमीहरूलाई आयो भाइ बहिनीहरू? यति गर्न आयो कि आएन? यति गर्न आयो भने भोक्न नलाग। अल्फा र बिटाको रिलेसन निकाल्नु पर्यो। ल मानौ अल्फा र बिटाको रिलेसन निकाल्नु पर्यो भने जस्तै तिमीहरूले 1/सानो माइनस 1/ठुलो गर्दा पोजिटिभ भ्यालु आउँछ कि 1/ठुलो माइनस 1/सानो भन त भाइ बहिनीहरू, यति मलाई भन त। ठुलो वान माइनस बाई सानो. हो, होइन होइन कान्छा, 1/ठुलोको भ्यालु त यस्तो हुन्छ नि त। ल आफै भन नि त। ल 1 एउटा 10 छ, अर्को 0.1 छ भने ल यो 10 ग्रेटर देन 0.1 त हो। तर 1/10 र 1/0.1 मा कुन ठुलो हो त भन्यो भने त के भन्छौ कान्छा? 1/0.1. यस्तो, 0 point. यस्तो होइन र? हुँ? हजुर. Yes, sir. Yes, sir. यति त बुझौ नि। Yes, sir. ल अनि त्यसो यहाँ पनि 1/β-1/अल्फा गर्ने कि 1/अल्फा-बीटा गर्ने? Alpha minus 1 beta. बाई अल्फा, 1/अल्फा। किन यो भ्यालु, अब किन यो नेगेटिभ आउनु त भएन नि। अब 1/अल्फा, 1/सानोको भ्यालु त धेरै आउँछ नि होइन र? Yes, sir. माइनस
1/β = 1 गर भनेर मैले सिकाएको थिएँ। यति रिलेसन गर्न जान्नु पर्यो कि यो जान्यो भने सकिहाल्यो त। करेन्ट गेनका भ्यालु दिन्छ, अल्फा दिएर बीटाको रिलेसन सोध्ला, बीटा दिएर अल्फाको रिलेसन सोध्ला। अनि आइसिआइई दिएर यिनीहरू सोध्ने केसको त मैले अघिल्लो क्लासमा पनि गराइदिइसकेको छु। फेरि गरिदिनु भन्ने छ र कसैलाई? छैन जस्तो लाग्यो मलाई। छैन सर। सर अब त्यसपछि पहिला यति गर्न आयो, तिमीहरू सबैलाई आयो यति गर्न? सर फेरि आयो भनिदिनु न। कुन नानो भनेर कुन भनिदेऊ? संस्कृतबाटै। तिमी ढिलो आयो। अनि अघिल्लो क्लासकै रिपिट गरिदिएको मैले। हामीले दुईटा करेन्ट गेनका भ्यालु लियौँ, एउटा अल्फा अर्को बीटा। सुन है, एउटा अल्फा अर्को बीटा। अनि तिमीले यति जान कि अल्फाको भ्यालु कति छ, लेस देन 1 कि मोर देन 1? लेस देन 1। अल्फा लेस देन 1, बीटा मोर देन 1 छ। त्यसै पहिले अल्फा बीटा के हुन् भन्ने चिन्ह जान्नु पर्यो के। अल्फा भनेको मैले सिकाएँ नि, अल्फा। अब सर आउटपुट बुझ्यो करेन्ट बुझ्यो। आइसी त कलेक्टरबाट आउटपुट लिन्छ, आइसी त अल्फामा पनि माथि छ, बीटामा पनि आइसी त माथि छ। यति बुझौ? सुन न, सर अल्फामा पनि बुझ्यो आइसी। हजुर सर बुझ्यो अस्तिकै रहेछ। त्यही रिपिट गरिदिएको क्या मैले सर र सजिलो। ए भयो, तिमीले यो सोधेको अघि? यस सर। त्यसमा अब यो भने धेरै बोल्नु परेन अब। अनि त्यसो हो भने भाइ पनि यो रिलेसन निकाल्न सक्यौ। अनि तिमीले के बुझ भन्दा तिमीलाई अब यो कन्फिगरेसन ऊ कन्फिगरेसन भनेर लफडा लिनु पर्दैन। तर दिएकै क्वेसनमा भ्यालु ट्याक्क मिलाएर लेख्न जान्नु पर्यो। जस्तै अब यहाँ केही एक दुईटा अरू पोइन्टहरू पनि जान्नु न, अल्फा र बीटा त जान्यौ नै। त्यही भएर अब जस्तै अब के छ भन्दा ट्रान्जिस्टरलाई अहिले सिलेबसमा त धेरै हटाइसक्या पनि छ, हटाए पनि कम्पिटिसन एक्जाम हो, यतिसम्म जानौ कि फेरि नचाहिने अनावश्यक जानेर पनि त काम छैन, फेरि आवश्यकै छैन, बरु चाहिने कुरालाई बढी फोकस गर्ने हो। र भनेपछि कतिसम्म जान भन्दा हामीलाई यहाँ आउँछ भ्यालु अल्फा करेन्ट गेनका भ्यालु भए। अनि सुन है, अब यसमा भोल्टेज रेजिस्टेन्स गेन भन्छ क्या एउटा, रेजिस्टेन्स गेन भनेको। अब सुन है त, रेजिस्टेन्स गेन एआर, यो रेजिस्टेन्स गेन भनेको आउटपुट रेजिस्टेन्स अपन भाइ बहिनीहरू इनपुट इनपुट रेजिस्टेन्स। आरओ भनेको मैले आउटपुट अघिल्लो रेजिस्टेन्स। क्लासमा एउटा कन्फिगरेसन सिकाएको थिएँ तिमीहरूलाई। यतापट्टिको टर्मिनलमा इनपुट दिने अनि यता कलेक्टरतिरको जङ्सनबाट आउटपुट लिने भनेर सिकाएको, अलिअलि सम्झिरहेछौ? यस सर। एआर के हो सर? एआरलाई रेजिस्टेन्स गेन भन्छ। यसको नाम रेजिस्टेन्स गेन भन्यो भने एआरले डिनोट गर्छ के, रेजिस्टेन्स गेन। रेजिस्टेन्स गेन भन्यो भने एआर के, यो सिधै गिभन हुन्छ कि तिमीहरू झुक्किने पर्दैन। जस्तै इनपुट तिरको रेजिस्टेन्स यति छ, आउटपुट तिरको रेजिस्टेन्स यति छ भन्यो भने वाट इज रेजिस्टेन्स गेन भन्यो भने त सिधै आउटपुट रेजिस्टेन्स अपन इनपुट। जहिले पनि तिमीहरू यो इफिसियन्सी भने जस्तो हो क्या, इफिसियन्सी निकाल्ने अथवा एम्प्लिफिकेसन निकाल्ने भनेको त आउटपुट अपन इनपुट कि इनपुट अपन आउटपुट? आउटपुट अपन इनपुट। आउटपुट अपन इनपुट। आफूले दिएकोले कति ल्यायो त, कति म्याग्निफाई गर्यो भनेर चेक गर्नु छ नि, होइन र? जस्तो हामी म्याग्निफाइङ पावर भन्छौँ नि मिररमा पनि, अनि इमेजको साइज अपन अब्जेक्टको भन्छौँ कि अब्जेक्ट अपन इमेज? इमेज अपन अब्जेक्ट। साइज अफ इमेज अपन अब्जेक्ट। हामीले राखेको अब्जेक्टको रेस्पेक्टमा इमेज कति ठुलो सानो बन्यो भन्ने फर्मुला म्याग्निफिकेसन हो कि होइन? हो सर। त्यस्तै चाहिँ यहाँ पनि हामीले यति इनपुट थियो, यो इनपुटबाट यति आउटपुट आयो भन्ने कुरा नै त्यहाँ चेक गरे त हो नि। यस, जहिले पनि याद होस्, इफिसियन्सी होस् कि के होस्, आउटपुट अपन इनपुट। यतिमा क्लियर? यस सर। क्लियर भयो? अगाडि क्लियर भएपछि मात्र अगाडि बढ्छु म। क्लियर छ? यस सर। मैले साउन्ड आएन। यस यस सर। क्लियर छ। अब रेजिस्टेन्स गेन पछि अर्को छ भाइ पनि भोल्टेज गेन। भोल्टेज गेन भन्यो भने पनि कहिले कहिले सम्झे नि, भोल्टेज गेन। भोल्टेज गेनलाई एभीले डिनोट गर्छ भाइ पनि, एभी। अनि सुन, अनि यो भोल्टेज गेन भनेपछि सुन न भाइ पिनीहरू, आउटपुट भोल्टेज अपन
इनपुट भोल्टेज लेखेकोमा कसैलाई डाउट आउटपुट भोल्टेज अपन इनपुट भोल्टेज लेखेकोमा कसैलाई डाउट एनीबडी छ नो सर हुँ? छ छैन सर वी आउटपुट अपन इनपुट अनि सुन अब यस्तो गरौँ यानी v इक्वल्स टु आइआर त थाहा छ नि तिमीलाई हैन अनि सुन इनपुट हामी केमा दिन्छौँ त बेसमा दिन्छौँ कि कलेक्टरमा बेसमा 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 त्यसो हो भने अनि आउटपुट केबाट लिन्छौँ भाइ बहिनीहरू कलेक्टर कलेक्टर कलेक्टरमा त्यसै भी आउटपुटको ठाउँमा के लेखिदियो भन न त भी आउटपुट भनेको आई कलेक्टर इन्टु आर आउटपुट लेखेको बुझ्छौ यस सर हो किन भी इक्वल्स टु आइआर होइन र त्यसै नै भी इनपुट भनेको के बुझ्छौ ल भन त भी इनपुट केमा दिन्छौ बेसमा बेसमा आई बेस इन्टु आर इनपुट लेखेको पनि बुझ्छौ बुझे सोध है मजाले सोध यति लेखेको पहिला बुझ्यौ कि बुझेनौ बुझेँ सर ल अब त्यसमै भी आउटपुटको ठाउँमा के लेखौँ भाइ बहिनी ल भन न त आइसी अप इन्टु आर आउटपुट अपन आइबी आइबी इन्टु आर इनपुट अनि आइसी अपन आइबी भनेको के हो भाइ बहिनीहरू करेन्ट गेन करेन्ट गेन अल्फा कि बीटा 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 अनि आर आउटपुट अपन आर इनपुट भनेको के हो आर रेजिस्टेंस गेन रेजिस्टेंस एआर बुझौ भनेपछि एबी इक्वल्स टु के आयो बीटा टाइम्स एआर क्लियर यस सर क्लियर छौ कि छैन अगाडि बढ्छु क्लियर छौ भने क्लियर बढौँ पावर गेन अब हामी पावर गेनको कुरा गरौँ पावर गेन एपी एपीमा सुन है एपीमा भोल्टेज गेन आयो पावर भने गेन भनेपछि उही सर एकजना भोल्टेज हजुर गेन आयो भने बिटाले गुणा गरिदिने रेजिस्टेन्स गेनलाई बिटाले मल्टिप्लाई गरिदिने दिन्छ हो सिधै भ्यालु दिएर क्वेसन सोधा हुन्छ कहिलेकाहीँ यस सर सुनेनौ भने ओहो काँडा आयो भने जस्तो लाग्ने हो तर अहिले मैले भनेको कन्सेप्ट यसरी गर्न जानेको छु भने त त्यहाँ दिएको भ्यालु इन्टु अनि गिभन हुन्छ सबका त्यही राखिदिने क्लियर यस सर ल अनि सुन पावर गेन भनेको आउटपुट पावर अपन इनपुट पावर अनि पावरको फर्मुला के होला आफै रिलेट गर्न सिका के भाइ तिनीहरू पावर भनेको आइबी हो आइबी आउटपुट कहाँबाट लिन्छौ आईको ठाउँमा कलेक्टरबाट त आउटपुट सुन न कलेक्टर आई आई आउटपुटको ठाउँमा आइओ लेखौँ कि आई कलेक्टर लेखौँ भन्न खोजेको के लेखौँ भन नि त आई कलेक्टर क्वेसनहरुमा सर दिएको हुन्छ त्यो लेख्नु अब सुन दिएको हुन्छ लेख्नु होइन कि पहिला फर्मुला डेराइभ गर्नतिर जाँदैछु म तिमीलाई क्वेसन त त्यहाँ लास्टको रिलेसनवाला दिन्छ नि त तिमीलाई यो डेराइभ गर भनेर त दिँदैन नि त त्यो बिटा यो बिटाको के छ रिलेसन ल्याउन जान्नु पर्यो कि पहिला आउटपुट पावर आई कलेक्टर इन्टु बी आउटपुट लेखेको बुझौ यस सर ल त्यसै नै इनपुट पावरलाई तिमीहरू भन नि त मैले त सिकाएँ धेरै तिमीहरू भन त आइबी आइबी अनि आइबी इन्टु बी VI इनपुट यतिमा कसैलाई डाउट छ हेर त अघि ठ्याक्कै त्यही गरा जस्तै त हो नि भी आउटपुट भी इनपुट गरे जस्तो अहिले अघि भी इक्वल्स टु आइआर थियो र त्यो गरेको थिएँ मैले पावर भनेको आइबी भएर यो गरेँ क्लियर छौ यस अब सर सुन त्यसै यहाँ के आयो भन सर पी नोट भन। इज इक्वल टु आइसी भी नोट नबुझ्दा हुँदैन के लेख्दा पी नोट इज इक्वल टु आइसी भी नोट नबुझ्दा हुँदैन
हुँदैन, आउटपुट ए लिने नै कलेक्टरबाट हो, नबुझ्दा हुँदैन। त्यो भनेको यो हुन्छ भन्ने यसै जान्नु पर्यो नि त है। ल सुन अब, भन्नाले तिमीले यो डेरिभेसन गर्न जानु त पर्दैन, मैले सिकाउनु मात्रै गरेँ। ल आइसी इन्टु भिओ अपन, अनि भी इनपुटमा के लेख, आइबी इन्टु भिआई। ए भाइ बहिनीहरू, अब तिमीले मलाई भनिदेऊ त यो भनेको के हो, बीटा बीटा यो के हो, बीटा। बीटा अनि यो के आएको थियो अघि भर्खर डेराइभ गरेको थियो मैले, यो के आएको थियो, वोल्टेज गेन भोल्टेज बीटा गेन, बीटा इन्टु यार इन्टु, यो ठाउँमा के लेखौँ, बीटा इन्टु एआर। क्लियर? एपी क्लियर? अब क्लियर छौ? क्लियर छ कि छैन भन यहाँ, क्लियर, यति क्लियर छौ कि छैनौ? Yes. इजी भएन त? इजी भएन? भयो सर। यसरी गर्न जान्नु पर्यो। भोल्टेज गेन, पावर गेन, रेजिस्टेन्स गेन भनेका त अब सुन, फाइनल कन्क्लुजन त यो बुझिसक्यौ तिमीले। ल अनि यही कुरालाई फेरि यो बीटा बीटाबाट आयो भने यो चाहिँ अल्फा अल्फाबाट लिँदा के गर्ने भन, अल्फा अल्फाबाट लिँदा। जस्तै बीटाको केसमा आइसी अपन आइबी थियो होइन भाइ बहिनीहरू, हो होइन? अल्फा के हो अरे, आइसी अपन आइसी आइई आइई हो कि होइन, यो हो, यो के होइन भन त। हो सर। हो, त्यसो हो भने अब अल्फातिरबाट गर्नु पर्यो, यो यही भयो। एबीमा के लेख्छौ ल, अल्फातिरबाट जाँदा एबीमा, ल माइ डियर स्टुडेन्ट्स भन त, त्यहाँ अब बीटा दिएर भन्यो भने त्यो तापर जानु पर्यो, अल्फा दिएर सोध्यो भने वन त्यहाँ बाई दिएकै अल्फा भ्याल्युले अल्फा बीटा थाहा पाइन्छ क्या। हेर कसरी थाहा पाइन्छ रे भाइ बहिनीहरू, दिएको भ्याल्युले अल्फा बीटा भन्ने कुरा। अल्फा इज लेस देन 1 बीटा इज ग्रेटर देन 1। करेन्ट गेन भनेर तिमीलाई कमन इमिटर कन्फिगरेसन, कमन कलेक्टर कन्फिगरेसन, यो लफडा केही सोध्नै पर्दैन, तनाव लिनै पर्दैन। यदि मोर देन 1 भ्यालु 20 40 यसरी मोर देन 1 भ्यालु दिएको छ पक्का यो बीटा भन्ने बुझ। लेस देन 1 दिएको छ, करेन्ट गेन अफ दि ट्रान्जिस्टर इज 0.9 भन्यो भने अल्फा भनेको बुझ्छौ कि बीटा भनेको बुझ्छौ? अल्फा अल्फा अब हेर एबी के लेख्ने त, अघि बीटा यहाँ थियो भने अब यता अल्फातिरबाटको कुरा गर्दाखेरि अल्फा एआर, बुझौ? त्यसरी नै अनि एपी के भयो, एपी भन, एपी के हुनु भयो त अल्फाबाट जाँदा अल्फा स्क्वायर यार। अल्फा स्क्वायर। एआर। सकिहाल्यो त, यति जाने भने त तिमीहरूलाई तनावै छैन नि, छ त? छैन। अब यो त हो के हुन्, ला कस्ता फर्मुला, खत्रै फर्मुला भन्नेतिर अब त्यस्तो नसोच है। बुझिसके सर म अब। ल सरले सर बुझ्यो नि, तिमीले मात्रै हो र? भन। सर यो अल्फामा होइन, अल्फाको भ्यालु त हामीलाई लेस देन 1 चाहियो नि त। चाहियो होइन, अनि दिन्छ। त्यसमा हामी अनि आइसी बाई आइबी गर्न मिल्दैन, त्यहाँ पनि त लेस देन 1 नै आउँछ त नि। कस्तो गर्ने नानु? अल्फा इक्वल टु हामीले आइसी बाई आइई गरेछौँ नि त, त्यसमा चाहिँ हामीले आइसी बाई आइबी गरे पनि त लेस देन 1 आउँछ त। कसरी आउँदैन, मोर देन 1 आउँछ यो। सुन नै तिमी नै नै, अघिल्लो क्लास आइबी मिस बाई आइसी, सरी आइबी बाई आइसी भनेको मैले मिस्टेक गरेँ। आइबी बाई आइसी यो त गर्नै पाइएन नानु, किन थाहा छ? कलेक्टरबाट केबाट लिनु लिने? आउटपुटबाट। आउटपुट केबाट लिने? कलेक्टर कलेक्टरबाट। कलेक्टर। इनपुट केमा दिने? बेस बेसमा दिने, बेस नभए इमिटरमा दिने हो, खाली नभए। कुरो बुझौ? अघिल्लो कमन इमिटर अघिल्लो कन्फिगरेसन सिकाएको थिएँ क्या, सायद तिम्रो अघिल्लो क्लास मिस भएको हुनुपर्छ कन्फर्म, नत्र त जसले बुझाएको थियो।
ए आज फर्स्ट टाइम सेन्ड गरेको। त्यही भएर त धेरै ल्याउनलाई गरेको हो र धेरै थोरै ल्याउने होइन नि। आउटपुट त कलेक्टरबाट लिनै पर्यो आइसी। अनि अब इनपुट बेसमा दिनेवाला छ कि इनपुट इमिटरमा दिनेवाला छ, त्यही अनुसार यो कुन चाहिँ अल्फा कुन बिटा भनेर छुट्याउन जान भनेको हो। न त हामीलाई थोरै ल्याउनलाई छ भनेर आइएफएन आइसी गरेर खोजेको त होइन नि त है। क्लियर? ओके सर। ल अब सुन न, तिमीले करेन्ट गेन भोल्टेज गेन यी भ्यालु दियो भने गर्न सक्छौ? यस सर। Yes, sir. सर ल अब एक्सपान्स भन, सकिन्छ भन? तिमीहरूसँग मोड्युल छ अहिले, नेमको मोड्युल सँगै? छ सर पिसिबी छैन मिलन गरे पिसिबी एकचोटि मोड्युल निकाल त, मोड्युल। मिलन सर गरे वाला सर बुक निकालु पिसिबी क्वेश्चन भन्नु सर। भनिदेऊ त्यो पिसिबी सिसिबी, यहाँ पहिला मोड्युल निकाल। हेलो सर सर यो ट्रान्स कन्डक्टेन्स भनेको बताइदिनु न सर। म त्यो पनि सिकाउँछु न। त्यो पहिला यी रिलेसन गर्ने, पहिला अब यसमा हेर, अब यहाँनिर सर है त। हेलो यसलाई सर यस्तो यहाँ मैले यहाँ भएका केही क्वेसनहरू डिल गर्न सिक क्या। अरू त्यस्तो केही गाह्रो छैन कि तिमीलाई के नयाँ नयाँ टर्म आयो भने जस्तो लाग्यो होला। ल यसमा हेलो भएका सर एक दुईटा गेन टाइपका क्वेसन म गरिदिन्छु। ए भन्नाले तिमीले कुन भन्न खोजौ त्यो पनि गरिदिने अहिले। सर करेन्ट गेनको भ्यालु 1 हुन्छ भने अल्फा लेख्ने कि बिटा लेख्ने? वान त हुँदै हुँदैन, कि त लेस देन वान हुन्छ कि मोर देन वान हुन्छ। वान त सुन न, इनपुट बराबर आउटपुट आउनु त हुँदै भएन। एम्प्लिफाई गर्यो भने बढी आउँछ, अनि अब के सिग्नल कम गरिदियो भने लेस देन वान आउँछ। त्यो त भएन नि त बाबु है। ल अब सुन, ट्रान्सडक्टेन्स भन्ने एउटा टर्म पनि बुझ नि त भाइलाई। ट्रान्सडक्टेन्स, ट्रान्सडक्टेन्स यसलाई जिएमले डिनोट गर्छ। यस्तो हो कि भाइ पिनीहरू, ट्रान्जिस्टरको कन्डक्टेन्सलाई नै के भने हो? यसको मिनिङ हो ट्रान्जिस्टरको कन्डक्टेन्सलाई नै ट्रान्सडक्टेन्स भन्छ। क्लियर? अनि सुन, यतिबाट यसै कति इजी छ हेर, यो पनि जान। रेजिस्टेन्स के हो अरे भाइ पनि? रेजिस्टेन्स 1 by कन्डक्टेन्स हो। हो सर। हो सर। हो, त्यसै कन्डक्टेन्स भनेको के भयो त? 1 by रेजिस्टेन्स। 1 by रेजिस्टेन्स, यति बुझौ? सुन, रेजिस्टेन्स इक्वल्स टु V by I हो। हो V by I। त्यसो अब अनि यो जुन सुन, अब यो V जुन छ नि, V भनेको अब यहाँनिर यसरी बुझ्नु पर्यो। V आउटपुट के इनपुट? V यहाँ लिनु पर्ने। V आउटपुट के इनपुट? आउटपुट। होइन बाबु, यस्तो भएको छ। अब तिमीलाई म सिकाउँदैछु। यहाँनिर पहिला कन्डक्टेन्स यो भयो, अनि यसलाई तिमीले यस्तो गर्न पायौ, 1 by V by I गरेको बुझौ? बुझौ? हजुर सर। I by V गरिदिए, बुझौ? अनि सुन भाइ पनि, जिएम इक्वल्स टु के लेखौँ भन? जिएम इक्वल्स टु I by V कि V by I? आई बाई भी। माथि लिने भनेको आउटपुट हो कि इनपुट हो? आउटपुट हो। आउटपुट। आउटपुट कुन हुनु पर्यो? आउटपुट आई, आइसी। इनपुट भी कुन हो? आइबी। यति भिबी। यति बुझेको बुझेन? पहिला भन, यति बुझ्यो भने सक्यो, फाँड्यौ सबै संसार खायो। बुझ्यो सर। पहिला जी भनेको आई बाई भी भन्ने कुरा त नयाँ हो भन्ने नसोच्ने। के हो त? सिम्पली रेजिस्टेन्स 1 by कन्डक्टेन्स, कन्डक्टेन्स 1 by रेजिस्टेन्स, रेजिस्टेन्स इक्वल्स टु भी बाई आई। त्यसै कन्डक्टेन्स इक्वल्स टु आई बाई भी भएको त बुझौ नि, यो बुझौ?
अनि बुझ्यो सुन Yes, सर sir. अनि माथि आउटपुट लिइरहेको छौँ कि इनपुट आउटपुट Output. आउटपुट तल इनपुट 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 ल यसलाई पनि अब यस्तो गरिदेऊ न तिमीलाई सजिलोको लागि अल्फा बिटा ल्याउनको लागि मैले यस्तो गरिदिएँ आइसी अपन आइबी इन्टु यस्तो आइबी या जुन थपेँ नि मैले आइबी अपन भिबी यो गरेको बुझ्छौ यो गरेको Yes, बुझेको sir. बुझेन अब Yes, sir. sir. जस्तै यस्तो यो बुझौ Yes, sir. अब त आइहाल्यो नि किन यस्तो गरेको मैले थाहा छ हजुर बिटा हुँ? लाउनलाई अब यसलाई बिटा भन्ने बिटा आइबी बाई भिबी गर्न पाइयो सकिन्छ ल यसबाट अब क्वेसन हेरौँ यहाँ अब क्वेसन एकचोटि सर यहाँनिर क्वेसनमा जाउँ त सर कुरा बुझेको बुझेन यो अब क्यारेक्टरिस्टिक चाहिँ आउटपुट क्यारेक्टरिस्टिक पर्दैन के गर्ने रे बाबु त्यो पर्दैन पर्दैन त्यो पर्दैन त ए बाबु त्यहाँ त जान्ने होइन त्यो तनाव नल्याऊ तिमीलाई हस् ग्राफ यसरी बनाएर त्यो यो के हो भने सोध्दैन इनकेस सोधिहाल्यो भने पनि पहिला पनि सोधिराख्ने यही हो यसमा पनि अब अहिले त खासै यसलाई पनि सोध्दैन त्यो अल्फा बिटासम्म सोध्ने हुन् सोधिहाल्यो भने नत्र इजी भएको भएर यति चाहिँसम्म नछोड न भन्न मात्रै मैले दिएको क्लियर भयो रु बुझौ एकपटक फेरि सर सिम्बल वाला अनि यसलाई के गर्ने ल भन त यही पनि ल यो के भयो यहाँ छोडिदिनु भयो भन्छ फेरि यो के हो beta, अल्फा कि बिटा बिटा beta, बिटा अनि आइबी बाई भिबी के हुन्छ भन 1/r आइबी बाई भिबी आई बाई भिबी भन त 1/r हुन्छ आई इनपुट बाई आर वानको आई बाई भी वानको रेजिस्टेन्स होइन Conductance. आर मात्र होइन आरबी 1/r हुन्छ यस्तो भयो कि यस्तो गर्न पाइयो ल यसैलाई यस्तो गरिदिएँ मैले बिटा अनि सुन त आर इनपुट इक्वल्स टु के हो इनपुट कहाँबाट लिन्छौ रे बेसबाट integers, बेसबाट बेस base, अनि यस्तो भिबी बाई आइबी लेखेको बुझ्यौ यो इनपुट बुझ्यो सर Yes, बुझ्यौ sir. त्यसमा यसलाई 1/r इनपुट लेखेको बुझ्यौ यस सर यो ठाउँमा मैले यस्तो लेखेँ क्लियर यस सर यस सर ट्रान्सडक्टेन्स के आयो त ट्रान्सडक्टेन्स बीटा बाई आर इनपुट क्लियर अल्फाको टर्ममा जानु पर्यो भने अल्फाको टर्मबाट लिनु पर्यो भने जिएम इक्वल्स टु α/r आइन्छ सुन सर एकचोटि रिकल गर त केही गाह्रो छैन अब सुन तिमीहरूलाई मैले यति सिकाएँ अब किन गाह्रो छैन भन्दा भोल्टेज गेन के गर्छु भाइ पनि रेजिस्टेन्स गेन एआर रेजिस्टेन्स गेन भन त सर एकदम रिकल गर त आर r आउटपुट आउटपुट अपन अपन आर आर इनपुट आउटपुट अपन आर इनपुट आउटपुट कुनै यो रेजिस्टेन्स बाई इनपुट कन्फिगरेसन रेजिस्टेन्स यो मोड यो भन्नेतिर लफडातिर जानु पर्दैन क्या भाइ बहिनीहरू तिमीले यति यो बनाए यो भन्ने कुरा मुला जाने पुग्छ क्या र तिम्रो स्टेप हेर्ने होइन केही होइन त इन्ट्रान्समा कसरी सल्भ गरिरहेछ भन्ने हेर्ने हो र होइन भनेपछि होइन यो फर्मुला भयो पुटिङ एन्ड सोल्युटिङ अनि यो करेन्ट गेन भोल्टेज गेन एबीमा के गर आउटपुट v भोल्टेज आउटपुट अपन अपन इनपुट input, यदि लेख्न त आयो नि बिटा इन्टु रेजिस्टेन्स गेन अनि आई भनेको भी भनेको आई इन्टु आर आई चाहिँ आउटपुटमा के हुन्छ कलेक्टर कि बेस कलेक्टर collector, आई collector, कलेक्टर आर आउटपुट अनि यसमा फेरि आई बेस इन्टु आर इनपुट ए भाइ बहिनी अब त इजी भएन त मैले होइन तिमीहरूले नै पढाउन सक्ने भयो क्या अब यो किन भन्दा आइसी अपन आइबी के भयो बिटा बिटा आइसी अपन आइबी अल्फा एआर क्लियर अल्फा एआर यो भएको थाहा पायो यसरी बिटा यसलाई अल्फामा पनि लाग्न सकियो बिटा एआर क्लियर पावर गेन भन एपी एपी भाइ बहिनीहरू p आउटपुट अपन पावर आउटपुट अपन पावर इनपुट भक्काभक भन्न सिक त कहाँ सबै मै माथि डिपेन्ड भएको ल यो भयो भने आउटपुट पावर के भयो आई कलेक्टर कलेक्टर अनि भी आउटपुट अपन आई बेस इनपुट त बेसमा भी इनपुट अनि आइसी अपन आइबी Beta is what?
अलरेडी बीटा बिटा छँदैछ अनि त्यसपछि अनि यो भी आउटपुट अपन भी इनपुट भनेको त अलरेडी बिटा एआर हुँदैछ भनेपछि के भयो त बीटा बीटा बिटा स्क्वायर एआर स्क्वायर एआर अनि ट्रान्सडक्टेन्स जीएम इक्वल्स टु के ल्यायो र त ट्रान्सडक्टेन्स अल्फा यसमा बिटा बाई आर बिटा बाई आर इनपुट आर इनपुट अथवा यसैबाट आर इनपुट इक्वल्स टु अथवा बिटा इक्वल्स टु के भन्नु भयो बिटा इक्वल्स टु जीएम अपन इन्टु आर जीएम इन्टु आर आर इनपुट आर इनपुट क्लियर अब यसलाई अल्फा अल्फामा के गर्छौ भाइ पनि अल्फा अल्फामा के गर्छौ अब सेम त यहाँ हाल्दैन अल्फा अल्फा रिप्लेस बिटाको ठाउँमा गरिदिनु अल्फा अल्फा बिटाको ठाउँमा अल्फा अल्फा गरिदिने क्लियर के गाह्रो छ यसलाई बुकमा 3 पेज दिएको छ बुकमा 3 पेज दिएको छ 3 पेजमा गएर लफडा गर्ने होइन त्यो बिर्सिन्छ त्यही पनि याद हुँदैन तर यति गरेपछि तिमीलाई अब अति नै इजी केही पनि छुट्नेवाला छैन कुरो बुझौ यस सर ल अब एकचोटि सर यसका क्वेसन कस्तो छ ल मोड्युल निकाल त छ रेडी छौ मोड्युल छ घरमा छैन सर किन त बाबु हजुर हुनु पर्थ्यो नि छ सर केही टाइपका क्वेसन छन् भने यहाँ म गरिदिइहाल्छु भन्नु यहाँ एउटा दिएको छ 57 मा क्वेसन लेखौ लेखम सर क्वेसन लेख्दै नि ल यस्तो छ फर अ common base amplifier common base amplifier the values of resistance gain the अरे आफै निकाल्न सिक है the values of resistance gain resistance gain and voltage gain are resistance gain and voltage gain are 3000 and 2800 respectively and so the current gain will be find current gain try गर्छु कि म सिकाऊ ट्राई गर्छु कि म सिकाउने ल रेजिस्टेन्स गेन कति एआर 3000 बोला न हरायो नि तिमीहरू अनि एबी कति 2800 एबी इक्वल्स टु के आयो भाइ बिना एबी इक्वल्स टु भन त एबी इक्वल्स टु बीटा एआर अब अल्फा बीटा त जान्नु पर्दैन आफै आइदिन्छ ल अल्फा पनि हुन सक्छ ल अल्फा एआर यो गरेको बुझौ यस्तो बुझ कि यो अल्फा हो कि बेटा भने घोक्न नलाग तिमीले के राख ल अल्फै राखेर गर अथवा बीटा राखेर गर त्यो भ्यालु लेस देन 1 आयो भने त्यो अल्फा हो मोर देन 1 आयो भने के हो बीटा भाइ बहिनीहरु खै त बीटा ल अहिले मैले एकछिनलाई ल अल्फा राखेँ अनि एआर यति त थाहा छ नि अनि अल्फा इक्वल्स टु एबी बाई एआर किन अल्फा भने भन्दा अब एबी यो लेस देन 1 आउँछ कि मोर देन 1 आउँछ लेस देन 1 यो अल्फा हो क्लियर भयो कति आयो गर 28 14/15 हैन अब 14/15 गर्दा 1.4 भनेपछि यहाँ जति अप दिएको छ त्यही अनुसार डिल गर कुरो बुझौ सक्छौ यस सर हजुर सर यसमा यसबाट दिएको छ 0.93 आएको छ अर्को पनि गरौँ कि पुग्यो गरौँ सर एउटा क्वेशन सर केही सेकेन्ड ल भन
यसकै हो यही टपिक हो तर योभन्दा अलि भिन्न छ भन The ratio of the forward bias to reverse bias stands for PN Johnson diet is भन्न नि त भनिदियो क्वेसन सर द रेसियो अफ फरवर्ड बाइस्ड to reverse biased resistance for PN Johnson diet is option छ फरवार्ड र रिभर्स बायस रेजिस्टेन्स yes sir अब कति छ भ्यालु त्यो हेरेर हुन्छ मोर देन 1 लेस देन 1 को टर्ममा चाहिँ कि अब मोर देन 1 आउनु पर्यो 10 to the power minus 1 such that 1 10 to the power Resi minus 1 2 such that 1 10 to the power 4 such that 1 10 to पोस्ट the power गरिदेऊ मलाई minus त्यहाँ 4 पठाइदेऊ त मेसेजमा पठाइदेऊ अथवा मेरो मेसेजमा पठाइहाल त म अर्को कुनै एडिट बेला गरिदिइहाल्छु पठाइदिन्छु मेसेन्जरमा अँ। यस सर हुन्छ सुन यहाँ अर्को एउटा क्वेसन चाहिँ यस्तो छ अ भोल्टेज गेन इन कमन एम्प्लिफायर हो इनपुट रेजिस्टेन्स यस्तो दिएको छ भाइ बहिनीहरू यसरी सोधिदिन्छ के त यो बीपी 2009 मा सोधा रहेछ यस्तो छ क्वेसन व्हाट इज द भोल्टेज गेन व्हाट इज द voltage gain what is the voltage gain in a common emitter amplifier in a common emitter amplifier where input resistance input resistance is 3 ohm and load resistance load भनेको आउटपुट लिने हो नि load resistance is 24 ohm and beta 0.6 अप्सन ए मा दिएको छ 8.4 4.8 अप्सन सी 2.4 अप्सन डी मा 480 ट्राई गर्छौ ल गर त के आउला आफै नहेरिकन ट्राई एकदम ट्राई गर त सिकाइसके मैले तिमीलाई 4.8 आयो सर 4.8 आयो सो Yes, sir. अब त कन्फर्म झुक्किनौ के तिमी भोल्टेज गेन भनेको के हो भाइ बहिनीहरु भन त भोल्टेज गेन एबी Beta into एबी AR. इक्वल्स टु बीटा एआर हो कि होइन बीटा कति यो गल्ती गराएको छ यो क्वेसनले किन थाहा छ अल्फा हुन पर्यो त्यो ठाउँमा क्वेसनले गल्ती गरायो यो अल्फै हुनुपर्छ है किन भन्दा लेस देन 1 भ्यालु दिए त्यसलाई बीटा भन्न पाइने क्वेसन रङ हो त्यहाँ टाइपिङ रङ गरे होला अल्फा एआर भइहाल्यो केही छैन अल्फा 0.6 इन्टु एआर आउटपुट कति आउटपुट भनेको यो हो 24 इनपुट कति किन आउटपुट अपन इनपुट हो नि इनपुट कति 3 भनेपछि कति आउने भयो अब जान सकिहाल्छौ कुरो बुझौ सकिन्छ सकिन्छ सर 4.8 आइहाल्यो नि ल यी टाइपका केसमा पक्का कन्फ्युजन छैन अब सेमी कन्डक्टर यहाँ भएका क्वेसन जति सर म पढाउँ कि आफै पढ्छौ पहिला आफै पढ्छु सर आफै पढ्छु कि म सर पढ्छु तिमीहरू एन्सर भक्काभक देऊ नि त अहिले हुन्छ हुन्छ ल Logic 1 देखि नै पढ्दै जाऊ एकदम रेपिड फायर सकाऊ है त रेपिड फायर गरेर यति सकाइहाल्छु है त म बोल्दै सुन है हुन्छ यस्तो छ इन अ डायोड when current flow from P to N it is called current P देखि N तिर फ्लो भए पनि यो के हुन्छ current flow from P to N forward bias reverse bias biasing opposite negative bias के भन्ने फरवर्ड फरवर्ड बाइस ए तगडा भइसक्यो नि
A certain glass of material whose wide forbidden gap between the valence band and conduction band is wide भनेपछि यो इन्सुलेटर कंडक्टर सेमीकंडक्टर सुपरकंडक्टर के हो त Insulator. Insulator. इन्सुलेटर सकिहाल्यो Grenadine are used for rectification amplification stabilization of voltage detector के देने स्टेबिलाइजेसन Stabilization. voltage stabilizer भनेर सिकाएको थिएँ मैले तिमीहरूलाई ल अर्को when antimony is doped with silicon एन्टिमनी सिलिकनसँग राखिदियो भने कुन टाइपको बन्छ N-type. N-type. एन टाइप थाहा छँदैछ अनि यसमा सिलिकन फर्म बाई डोपिङ ट्राइभ्यालेन्ट कुन बन्छ ट्राइभ्यालेन्ट राख्यो भने पी टाइप कि एन टाइप P-type. पी टाइप डिफ्युज हुन्छ एक्सेप्टर लेभल द इनर्जी ग्याप बिट्विन द कंडक्शन बैंड एन्ड भ्यालेन्स बैंड अफ सर्टेन मेटेरियल इज 0.7 इलेक्ट्रोन भोल्ट त्यो मेटेरियल के हुनुपर्छ 0.7 देखि 1.2 Semiconductor. ल थाहा भइहाल्यो अनि यो 7 नम्बर त अघि गरिदिएँ मैले इन एनपिएन ट्रान्जिस्टर इलेक्ट्रोन फ्लो फ्रम बेस टु इमिटर कि इमिटर टु बेस Emitter to base. इमिटर टु बेस किन इमिटर टु इएफसिआर इमिटरलाई फरवार्ड बायस गरिदिएपछि इमिटर जङ्सनलाई इमिटरबाट इलेक्ट्रोन बेसमा गएर थुप्रिन्छ बेस त्यति थिन रिजन छ जहाँ धेरै राख्ने क्यापासिटी छैन एक दुईटालाई खाइदिन्छ बाँकी त कलेक्टर त्यो तानिदिन्छ भनेर सिकाएको थिएँ मैले याद छ Yes, sir. क्लियर छौ Yes, sir. गुड voltage gain of amplifier depends upon voltage gain load resistance voltage applied current known के दिन्छु एन्सर Load Load resistance. resistance. लोड रेजिस्टेन्स भर्खर आइसक्यो अनि इलेक्ट्रिकल कन्डक्टिभिटी सेमीकन्डक्टर अफ दिस टाइप इन्क्रिज विथ इन्क्रिज इन टेम्परेचरले मात्रै यसको कन्डक्टेन्स बढाउने भनेपछि यो पी टाइप एन टाइप इन्ट्रिन्जिक कुन हो Intrinsic. इन्ट्रिन्जिक किन भन्दा टेम्परेचरले मात्रै बढाउने भनेको त इन्ट्रिन्जिकलाई हो नि त एक्सट्रिन्जिकलाई त टेम्परेचर प्लस डोप्यान्टले बढाउँथ्यो नि हैन अनि पिएन जंक्सन इज फरवर्ड बायस्ड पिएन जंक्सन फरवर्ड बायस हुँदा के हुन्छ भनेको छ इन्क्रिज इन ब्यारियर पोटेन्शियल डिक्रिज इन ब्यारियर पोटेन्शियल इन्क्रिज इन माइनोरिटी क्यारियर नोन के दिने Decrease in barrier potential. ब्यारियर तर रिभर्स भने भाइ इन्क्रिज हो अनि अर्को छ इफ द टेम्परेचर अफ सेमीकन्डक्टर इज लोअर फ्रम T1 टु T2 टेम्परेचरलाई T1 बाट T2 मा घटाइयो T1 बढी थियो T2 कम हो यसको रेजिस्टेन्स इन्क्रिजेस डिक्रिजेस कन्स्टेन्ट के हुन्छ भन त डिक्रिजेस कन्ठै छ मैले धेरै सिकाइसकेको छु सधैँ यो गर्नु पर्दैन भन्ने टाइपको लागि त मैले अब तिमीलाई यो आफै मिलाउँछु भन्नेको पढ्दिनँ अलि फास्ट गरिदिन्छु करेन्ट गेन अनि यो भोल्टेज यता सिकाइसकेँ मैले करेन्ट गेन टाइपका होइन अनि फरवर्ड बायस टाइपको त्यो सर्किट छ नि त्यो सर्किटहरू अहिले यहाँ भनौँ कि आफै हेरेर सक्छौ फरवर्ड रिभर्स बायस भएको सक्छौँ सर सक्छौ पीतिर हायर पोटेन्शियल एनतिर लोअर पोटेन्शियल छ भने त्यो फरवर्ड भन जस्ट अपोजिट छ भने के भन रिभर्स भन सर त्यो 9 नम्बरको लोड रेजिस्टेन्स भन्नुभयो भोल्टेज अप्लाइड चाहिँ किन भन्नु त्यो दुईटै अब अनि भोल्टेज गेन भनेको त के आइसक्यो अघि भर्खर त भोल्टेज गेन यहीँनिर केमा डिपेन्ड गर्यो त अल्फा इन्टु अल्फा भनेको करेन्ट हो अनि यो रेजिस्टेन्स गेन होइन लोड रेजिस्टेन्स यही आयो त भोल्टेज गेन केमा डिपेन्ड गर्छ भन्दा अनि त्यो अल्फा अथवा बिटा र अनि रेजिस्टेन्समा डिपेन्ड गर्ने होइन रेजिस्टेन्स गेनमा लोड रेजिस्टेन्स यस ल अब त्यसमा यहाँबाट यो पनि सक्छु यो सक्छु यसलाई बोल्नु परेन which is correct for transistor यो भन है which is correct for transistor collector is reverse bias and emitter is forward bias collector emitter both are forward bias emitter is reverse bias collector is forward bias both emitter collector are reverse bias के दिन्छौ इमिटर फरवर्ड EFCR कलेक्टर रिभर्स EFCR सिकाएको नि मैले अच्छा ई पछि EFCR बिर्सिनौ क्या तगडा भइसकेको छु तिमीहरू सर यो 18 Forward नम्बरको bias बताइदिनु न सर कति 18 नम्बर सर 50 18
18 यस सर 18 को कहाँ छ कुन भन्यो 18 हजुर सर बाबु अनि यत्रो सिकाएँ मैले यो कुन बाइसिङलाई हेर है त तिमी आफै ल भन है त मलाई भन्नुभन्दा पनि यस्तो छ पहिलो फिगरमा यस्तो देखाएको छ भाइ तिमीहरू यहाँ -10 भोल्ट अनि यहाँ -5 भोल्ट छ ल तिमीहरू आफै भन है त अर्को यो -5 भोल्ट है अर्को यो कति देखाएको छ यो केही देखाएन भनेपछि यो ग्राउन्डिङ देखायो पक्कै यहाँ केही भनेन भनेपछि यो ग्राउन्डिङ हो है 0 अनि त्यसपछि अर्को छ यहाँनिर अर्कोमा यस्तो छ यो ग्राउन्डिङ केही देखाएन भनेपछि त्यो ग्राउन्डिङ बुझ है अनि यसमा अनि यो यसरी यो -10 भोल्ट देखायो त्यसपछि अर्को यस्तो छ अनि यो -5 भोल्ट यतातिर -10 भोल्ट कुन चाहिँ फरवार्ड बाइस हो ल मलाई सिकाऊ तिमीहरूले नै सिकायो हुन्छ ल सी नंबर कुन फरवार्ड सी को फरवार्ड हुनलाई के हुनुपर्छ अरे डी हो यहाँ हो डी हो सर आई एनतिर लो यो फरवार्ड भएन किन पी साइड के भन्छ अरे लोअर पोटेन्शियल -10 यो रिभर्स भयो सेकेन्डमा हेर है त सेकेन्डमा यो पिएन अनि पीमा -5 यहाँतिर 0 यो कुन बाइस भयो रिभर्स रिभर्स यो पनि मिलेन कुरो बुझौ नि अनि यसमा हेर फेरि यसमा यहाँनिर यो -5 यो -10 -5 ठुलो कि -10 -5 -5 ठुलो भनेपछि यो त फरवार्ड बाइस भयो कि भएन यो हो सर फरवार्ड भयो अनि यो के भयो यता यहाँ -10 छ अनि यो 0 यो त ग्राउन्डिङ हो क्या केही देखाएन भनेपछि ग्राउन्डिङ बुझ्ने है क्लियर हो सर गाह्रो छँदै छैन नि छ र छैन सर सर तिमीलाई अब गर्न सक्छौ सबै न अलिकति थोरै केही छ भने त एउटामा त्यस्तोमा त पर्छ है प्रोपर युज अफ हजुर भना सर त्यो ग्राफ छ नि 15 नम्बरमा त्यो चाहिँ कुनको 15 ए ग्राफ त यस्तो हुन्छ सेमिकन्डक्टर मैले यो ओमिक र नन ओमिकमा सिकाउला पछि अहिले थोरै बुझ्छौ भने सेमिकन्डक्टर भनेको यस्तो हुन्छ अब सेमिकन्डक्टरले ओम्स ल फलो गर्छ कि गर्दैन भने डायोडहरूले ओम्स ल फलो गर्दैन ओम्स ल फलो गर्नेको स्ट्रेट लाइन पासिङ थ्रु ओरिजिन आउँछ है कुरो बुझौ तर यसमा त के हुन्छ भन्दा टेम्परेचर बढाउँदा हेर त पहिलो फर्स्टले के भनेको छ टेम्परेचर बढाउँदा रेजिस्टेन्स बढ्दै गएको छ हो र सेमिकन्डक्टरमा फर्स्टमा हेर न टेम्परेचर बढाउँदा रेजिस्टेन्स बढ्दै गएको छ फर्स्ट मिल्छ मिल्दैन अनि सेकेन्डमा टेम्परेचर बढाउँदा रेजिस्टेन्स घट्दै गएको छ मिल्छ मिल्छ सकिहाल्यो त केही सोध्नै परेन कुरो बुझौ अर्को सर नि डिभाइस फर जेनरेटिङ एन एसी अफ डिजायर्ड फ्रिक्वेन्सी इज नोन एज डिजायर्ड फ्रिक्वेन्सीको एसी जेनरेट गर्ने डिभाइसलाई के भन्ने ओसिलेटर सर एम्प्लिफायर रेक्टिफायर डायोड ओसिलेटर किन डीसीबाट एसी निकाल्ने हो नि त ल एक्सक्युज मी सर भन सर यो 15 मा त सी मा पनि त्यस्तै त छ त टेम्परेचर बढिरहेछ अनि रेजिस्टेन्स अनि ग्राफ त्यस्तो फेरि प्याराबोलिक त्यस्तो आउँदैन नि त नानु है सर यो जस्तै क्वेसन छ तर एन्सर 2 रङको छ यस्तो छ +7 भोल्ट 200 क्यू +5 भी यसको हुन्छ 1/100 एन्सर 10 टु द पावर -2 कस्तो रे +7 भोल्टेज छ सर रेसिस्टेन्स चार्ज वाला छ 200 क्यू 200 रेसिस्टेन्स +5 भी छ के भन्यौ के तिमीले मलाई सुरुमा छ +7 भी बीचको रेसिस्टेन्स 200 रेसिस्टेन्स छ तब +5 भी छ डायोड छैन डायोड छ बीचमा छ त्यही ट्रायंगल वाला 7 पछि ट्रायंगल वाला भन्ने हैन क्या अब डायोड भन्ने हो त्यसलाई पिएन जंक्सन डायोड भन्ने हो कहाँ ट्रायंगल वाला भनेको छ
हो हो यस्तो छ कि 7 मिटर यस्तो बनाएको हो छ हो त्यस्तै छ सेम अनि यो के छ 200 छ यस सर तब +5 छ भी अनि यहाँ के छ +5 भी अनि के बनाएको छ त अब एबिसिडी एन्सर दिएछ त्यही त फाइन्ड करेन्ट भनेको छ फाइन्ड द भ्यालु अफ करेन्ट इन द फ्लोइङ डायग्राम आई सोधेको छ ल सुन यहाँ आई सोधेको छ भने यही भयो के भयो 1/100 भन्दा एन्सर हो पहिला पहिला मेरो कुरा सुन गान्छ तिमी हतार नगर यो फरवार्ड बाइस छ कि रिभर्स बाइस छ त्यो चेक गर फरवार्ड हो कि रिभर्स फरवर्ड फरवर्ड यदि रिभर्स हो भने त क्यालकुलेसन गर्ने होइन कन्डक्ट हुँदैन जिरो भनिदिने हो 0 फरवार्ड छ किन भन्दा पी तिर हाई +7 एन तिर 5 भनेको त्यो फरवार्ड हो कि होइन हो सर फरवार्ड हो भने कन्डक्ट हुन्छ अनि कन्डक्ट हुँदा आई इक्वल्स टु भी बाई आर त थाहा छ नि त तिमीहरूलाई Yes, sir. अनि भी भनेको पोटेन्शियल डिफरेन्स 7 भोल्ट र 5 भोल्टको पोटेन्शियलको डिफरेन्स कति 7 - 5 अपन आर कति 200 गर्दा 2/200 1/100 0.01 एम्पियर ल क्लियर यस सर दुईवटा क्वेसन दिएछ सर एउटामा छ 0 एन्सर दिइहालेको एउटामा छ यही एन्सर त्यसैले त्यो कन्फ्युज रिभर्स होला नि यही त त्यो। क्वेसनमा काहीँ 0 भनेको छ छ तर सेम छ सबै त्यसलाई ठो त्यो कुन बुकको च्याट देऊ अहिले च्याट देऊ त मेरो अगाडि पिसिबी छ सेम क्वेसन त्यो बुक त्यसैले मैले आजदेखि सोधेको नपढ त्यस्तो रङ भएको बुक बुक है क्वेसन खोज्छु 3 नम्बरको हजुर सेम क्वेसन छ म 5 पटक हेऱ्यो तब मात्र सोध्यो तपाईँलाई म एन्सर मलाई थाहा थियो 1/100 यो दिएको छ भने ठिक तर अर्को त्यो दिएको भाइ त्यो बुक आजदेखि नपढ त्यहाँ धेरै मिस्टेक छ तिमीलाई बिगार्छ त्यसले सर मोडुलमै छ 58 नम्बरमा सेम ल यसमा क्वेसन हेर्छु नि त पख फेरि मोड्युल फाला त अहिले भन्न खोजेको होइन 58 मा ल हेर्छु नि मैले किन के छ भन्दा 7 भोल्ट र 5 भोल्ट छ 58 मा अनि एन्सर के राख्यो मिल्या छ एन्सर अनि 58 त ठिक छ त मोड्युल त ठिकै छ त यहाँ अनि कुनमा रङ हो भनेको फेरि अर्को पिसिबीमा भन्यो भइहाल्यो ल छोडिदेऊ न योभन्दा अरू हुनै सक्दैन नि यो पहिला फरवार्ड कि रिभर्स चेक गर्ने त्यसपछि त ल धेरै डिस्कस नगरौँ यसमा ल अब हेर अरू अब यसमा सर म पढ्दै जान्छु एन्सर टक्क भन्दै सिक है तिमीहरू पोटेन्शियल ब्यारियर इन द डिप्लिसन लेयर इज ड्यू टु इमोबाइल आयन्स मोबाइल आयन्स इमोबाइल आयन्स सिम्पली आयन्स इलेक्ट्रोन्स होल्स फरबिडन ब्यान्ड भनेर चाहिँ एन्सर के दिन्छौ आयन्स भइहाल्यो अनि इन अ सेमी कन्डक्टर पी साइड इज अर्थ पी साइड अर्थ भनेपछि 0 पी साइड के गर्यो रे अर्थिङ अर्थिङ गर्नु भनेको के हो त 0 0 त्यसपछि पी साइड इज अर्थ एन्ड एन साइड इज अप्लाइड -2 भोल्ट एन साइडलाई -2 भोल्ट दियो रे यो के हो फरवार्ड हो कि रिभर्स हो भन फरवर्ड फरवार्ड हो त्यसै कन्डक्ट गर्छ कि गर्दैन भन्ने त गर्छ कन्डक्ट गर्छ भन्ने कुरो बुझौ गर्छ भन्ने बुझौ नि Yes, sir. इन पिएन जंक्सन डायोड when no potential is applied potential apply गरिएन भने होल डिफ्युज फ्रम पी टु एन एन्ड इलेक्ट्रोन फ्रम एन टु पी अथवा के हुन्छ ल भन त मैले यो धेरै सिकाएको छु तिमीलाई यो केस होल डिफ्युज फ्रम होल कहाँ छ मेजोरिटी डिफ्युज हुने भने होल फ्रम पी टु एन इलेक्ट्रोन फ्रम एन टु पी किन ब्याट्री नो निड अफ ब्याट्री भन्ने सिकायो सेल्फ प्रोसेस भन्ने सिकाएको हो Yes, sir. ल त सर सबै मिल्छ के सर अँ, अघि हुन्छ उसले नि त्यो सेम त्यो दुईटा एन्सर भनेको थियो नि त्यो अँ, बुकमा 34 नम्बरमा चाहिँ रिभर्स बायस रहेछ क्या उसले हेर्दाखेरि मजाले नहेरिरहेछ त्यही भएर 34 त्यो यही यन क्वेसनको होइन उसमा सर अब्जेक्टिभ पिसी उसले भनेको त्यसमा चाहिँ यन साइडमा चाहिँ 7 भोल्ट रहेछ अनि पी साइडमा चाहिँ 5 भोल्ट रहेछ के हावा हो त्यही हेर्छ र अनि उसले त्यही त हो नि आधी हेर्छ तिमीले अनि यति त त्यसपछि बुद्धि के पुर्याउ न यार अनि यहाँ के यहाँ 7 छ माइनस प्लसमै छ तर 7 चाहिँ यता एन साइडमा छ के रेसिस्टेन्स चाहिँ बिचमै छ कस्तो गराएको छ अघिकोमा भन चाहिँ त 7 को साइडमा ठाउँमा 5 छ अनि 5 को ठाउँमा 7 छ कि ठ्याक्कै यस यता भनेको अब यो क्वेसन यस्तो बनाएको छ अहिले
हजुर हजुर ठ्याक्कै यसलाई 7 र 5 एक्सचेन्ज छ अनि रिभर्स बायस भइदिन 0 भइहाल्यो 200 अनि यो 5 भोल्ट यो 7 भोल्ट भनेको छ त्यसरी गरे रहेछ कि अनि यो रिभर्सो भन्ने पनि अनि फेरि अझै झुक्किने हो त ए खै त्यही त उसले कन्फिडेन्स कहाँ गयो चाहिँ बुझिसक्यो सर उनीहरू त्यस्तै गर्छ खालि हेर्दो रहेछ अनि आदि हेरेर यस्ता अब यस्ता के के सोच्दो रहेछ सर यो भन्यो तब मात्रमा बुझ्यो कि डेल्टा यस्तो छ क्वेसन नचाह त अब नचाह त त्यो बुक पढ्दैन अहिले एन्सर नै अब थाहा थियो भन्थ्यो उसले मिलन सर जिन्दाबाद यस्ता यस्तो गरेर लाग्यो भने त इन्ट्रान्समा डुब्छौ नि भन्छ हतार हतारमा हेर्दो रहेछ सर मिस्टेक एक्साइटमेन्ट गर्यो अनि भएर अरूलाई अब मिलन सर जिन्दाबाद सर यसमा चाहिँ कन्डक्टर एन्ड चार्जिङ नन कन्डक्टर वेन ब्राउट टुगेदरमा के गर्ने सर कुन बाबु सर यो कन्डक्टर एन्ड चार्जिङ नन एट्र्याक्ट कन्डक्टर भन्दैन वेन नि ब्राउट टुगेदर यो त यहाँ सर किन राख्यो यहाँको क्वेसन होइन त्यही पनि हो भन्दै हाल्दै कन्डक्टर एन्ड डेन्सिटी अफ चार्जिङ चार्ज नन क्यारियर कन्डक्टर कसरी निकाल्ने यो कन्डक्टर र यो नन कन्डक्टर कुनै चार्जिङ नन कन्डक्टर भनेको अब यस्तो हो क्या यो कन्डक्टर छ यो चार्जिङ छ भने यहाँ अब के हुन्छ इन्डक्सन हुन्छ इन्डक्सनले गर्दा कुन चार्ज डेभलप हुन्छ नेगेटिभ अनि यिनीहरू बिच एट्र्याक्सन हुन्छ कि रिपल्सन एट्र्याक्सन हुन्छ एट्र्याक्सन एट्र्याक्सन अब यहाँको त सबै मिलाउँछु जस्तो लाग्यो है मलाई अनि 40 को दिएको छ 40 को त यहाँभन्दा हामी डीसीबाट गरौँला है यसलाई 40 मा हेर त एकचोटि 40 हेरौ 40 मा Yes, यहाँ sir. राख्ने क्वेसन होइन के 40 को डिप भेलोसिटी भिडी इक्वल करेन्ट आई इक्वल्स टु भिडिइएन ए हो भेना है थाहा छ नि अनि यो चार्ज क्यारियर आई बाई एनई भन्ने कुरा हो यसलाई यहाँ किन राख्यो यहाँ भन्दा पनि उता हामीले डीसी को फर्स्ट टपिक्समै डिस्कसन गर्दा त्यसलाई आउँछ अरू तिमीहरूले अब त यसमा डिप्लिसन लेयर यो दिएको छ गर्न सकिहाल्यो यसमा पनि भइहाल्यो एनपिएन र अल्फा र आइसी दिएपछि आइबी निकाल्न सक्छौ मजाले सकिहाल्छौ यस सर इलेक्ट्रिकल कन्डक्टिभ भयो एन टाइप भयो मैले अब तिमीहरूले सेमी कन्डक्टरमा सायद मैले कुनै पनि कन्फ्युजन लाग्ला जस्तो देखेको एउटा पनि छैन है सर यो अलि क्वेसन राम्रोसँग हेरेर सोधा मलाई The intrinsic conductivity of germanium at 27 degrees Celsius is 2.13 mho by m, and mobility of electrons and hole are 0.38 मोबिलिटी वाला फर्मुला त्यो अस्ति गर्दै थिएँ मोबिलिटी फर्मुला त्यही लगाऊ अरू केही गर्नै पर्दैन सर लजिक गेट नपढ्ने पढ्ने नि अब पढ्ने हो नि पढ्न सुरु गरिहाल्ने अब सर अब सेमी कन्डक्टरमा तिमीहरूलाई कुनै काहीँ केही कन्फ्युजन छ अब छैन न्युमेरिकलमा अरु त याद कपी हेर्छु लेट्स स्टार्ट लजिक गेट सर यो डायोड एन्ड इन्ट्राइड पढ्ने हैन पढ्नु पर्दैन नि बाबु त्यो त अहिले त क्वेसन त्यो मात्र त्यो सिलेबसमै नभएको त किन पढ्छौ र कान्छा आवश्यकै छैन त्यो है लजिक गेटमा सुन लजिक गेटले डिजिटल सिम्बल दिन्छ सिग्नल दिन्छ भनेको मतलब यस र नोमा एन्सर दिन्छ के यस र नो यस गेट भनेको यस नो यसको लागि अन अनि नो को लागि अफ भन्नुको मतलब अन नानो भनेको टेक्नोलोजी पनि पढ्नु पर्छ सर नानो त छुट्टै हामी पार्टिकलमा पढ्छौँ त्यो पढिन्छ त्यो अलिअलि थोरै गफ चाहिन्छ त्यसको ल अन 1 अफ 0 अब यस्तो भइदियो कि यसमा मेनली तिमीले जान्नु पर्ने अर गेट अर्को or get and get not get यिनीहरू बिल्डिङ ब्लक भयो अनि यसपछि यसैका बिल्डिङ ब्लक गेटमा युनिभर्सल गेटहरू नर गेट अनि अर्को छ NAND गेट मेनली सोध्ने यिनै हो अब एउटा अरू पनि जान्न चाहन्छ भने एक्सक्लुजिभ अर गेट
सोध्या त छैन खासै एक्सक्लुजिभ नर गेट एक्सक्लुजिभ अर गेट र एक्सक्लुजिभ नर गेट यतिमा पहिला यहाँनिर अर गेटबाट बुझौँ त अगाडिको त्यो गफहरू पर्दैन अन एप यो भने यो भाषा ल्याङ्ग्वेज चाहिँ जानु परेन यसमा टक्क यिनीहरूले के बुझ भन्दा तिमीहरूले अब अर गेटमा भाइ बहिनीहरू यसलाई अब यस्तो हुन्छ के र सिरिज स्विचिङ सर्किट भन्छ कि प्यारलेल स्विचिङ सर्किट दुबै के होला यसलाई भन्छ भाइ बहिनी प्यारलेल स्विचिङ दुबै छ सर्किट प्यारलेल स्विचिङ सर्किट यसलाई भन्छ हामी प्यारलेल स्विचिङ सर्किट सर्किट कस्तो हुन्छ भन्दा यसका कतिवटा इनपुट 2 इनपुट्स 1 आउटपुट 1 आउटपुट 2 इनपुट 1 आउटपुट त्यसो हो भने अब हेर 2 इनपुट 1 आउटपुट अब यहाँ पहिला यस्तो हुने भयो भाइ बहिनीहरू प्यारलेल स्विचिङ सर्किट भन्नुको मतलब दुईटा स्विच ए र बी कसरी राखिएको छ प्यारलेलली राखिएको छ अनि यहाँबाट लगेर यसबाट यो लाइट जोडियो हामी आउटपुट चेक गर्नको लागि यो बल्ब जोड्यौं अब त्यसपछि यहाँबाट यो बल्बबाट आउटपुट हेर्छौं हेर वाइ अनि यो इनपुट ए अर्को इनपुट बी आफै लजिकली सोच त के आउने भयो भन्दा भाइ बहिनीहरू है यो जान यहाँ इनपुटहरू दिएर कुन गेट हो भन्ने टाइपका सोधा हुन्छ क्या यसलाई गर्न सिक्नु पर्थ्यो मैले अब सुन त यसमा एलाई अन राखेर बिना अफ गरे पनि बत्ती बल्छ बल्छ नि होइन र अथवा बीलाई अफ राखेर एलाई अन गरे पनि बत्ती बल्छ बल्छ अनि दुईटै अन गरेर बत्ती बल्छ बल्छ दुईटै अफ गरेर बत्ती बल्छ बल्दैन अब त्यसमा यसको डिजिटल सिम्बल के आउने भयो हेर है त कस्तो आउने भयो भन्दा यसमा एउटा इनपुट ए अर्को इनपुट बी अनि आउटपुट वाइ ल हेर है एलाई मैले अन गरे एलाई अन बीलाई अफ गर्दा आउटपुट आयो कि आएन आयो अन एलाई अफ बीलाई अन गर्दा आउटपुट आयो अन बत्ती बल्यो एलाई अन बीलाई पनि अन गरे पनि बत्ती बल्यो एलाई अफ बीलाई पनि अफ गरे पनि बत्ती बल्छ बल्दैन अनि भनेको थिएँ मैले अब अनलाई 1 मान्ने अफलाई 0 यसको ट्रुथ टेबल क्या आउला हेर एबी वाइ आफै भन्न सिक त भाइ पनि यसको ट्रुथ टेबल क्या आउने भयो 1 0 आउटपुट 1 त्यसपछि 0 1 आउटपुट 1 1 1 आउटपुट 1 0 0 आउटपुट 0 यसको बुलियन अल्जेब्रा क्या आयो भाइ बहिनीहरू वाइ ए प्लस बी कि ए इन्टु बी ए प्लस बी यसलाई भन्छ बुलियन अल्जेब्रा हजुर जोड दिने दुबैलाई त्यही भयो नि त 1 प्लस 0 1 0 प्लस 1 1 1 प्लस 1 1 0 प्लस 0 0 कुन अबे गरेर त बुलियन अल्जेब्रा ए प्लस बी क्लियर भयो यसमा क्लियर भयो यस सर एडिसन भ्याक्टर डिजिटल सिम्बल क्या आउने भयो एबी वाइ यसको डिजिटल सिम्बल यस्तो हुन्छ बुझ्यो अब एन्ड अर गेटमा कन्फ्युजन भाइ बहिनी अर गेटमा अब कन्फ्युजन छ
नो सर। छैन अब सर। लागौँ हामी एन्ड गेटमा। अर गेट पछि हामी लागौँ एन्ड गेटमा। अब सुन है त एन्ड गेटमा के हुन्छ भाइ पिनेहरू। एन्ड गेट यो सिरिज स्विचिङ सर्किट कि प्यारलेल स्विचिङ सर्किट रे? सिरिज फेरि नि ए मनिषा मण्डल यहाँ एउटा कुरा आयो नि। 1+1 त 2 हुनुपर्ने हुँदैन डिजिटल सिम्बलमा है। यो बुलियन अल्जेब्रा हो। यहाँ 1+1 जोडेर 2 आउँदैन, एकै हुन्छ। ल यसलाई भन्छ बुलियन अल्जेब्रा। अब सुन एन्ड गेटमा के अरे। एन्ड गेट पहिला यो दाना यो त सोधिन् त म प्यारलेल स्विचिङ सर्किट कि सेरिज स्विचिङ सर्किट? यसलाई सिरिज। सेरिज, यसलाई भन्छ हामी सेरिज स्विचिङ सर्किट। सेरिज स्विचिङ सर्किट कतिवटा इनपुट? 2 2 इनपुट्स एन्ड 1 आउटपुट। अब यस्तो हुने भएर एन्ड गेटमा के हुने भयो भन्दा एबी वाइ। अब यसको यस्तो भयो क्या भाइ बहिनीहरू। सर्किट हेर्छु भने दुईटा इनपुट, ए इनपुट बी इनपुट। यहाँ चाहिँ बल्ब जोडेको छ। अब सुन ए अन गर्यौ, बी अफ गर्यौ, बत्ती बल्छ? बल्दैन हो सर बत्ती बल्छ कि बल्दैन? बल्दैन बल्दैन। अफ कि जिरो? 0 अफ। आउटपुट बत्ती बलेन। अनि सिरिज र प्यारलेल कुन बेसिसमा भन्दा यही बेसिसमा है। अनि सुन यो अफ यो अन। ल भन त बत्ती बल्छ? अफ बल्दैन अफ नै हुन्छ। ए अन बी पनि अन, बत्ती बल्छ? बल्छ अन। बल्छ। ए अफ बी अफ दुईटा अफ, बत्ती बल्छ? अफ। बल्दैन। यसको यो ट्रुथ टेबल थियो होइन। यसको बुलियन अल्जेब्रा के भयो र त? बुलियन अल्जेब्रा ए इन्टु बी बी। वाई है क्या होला? ए 1 बी 0 वाई 0 0 1 0 1 1 1 0 0 0। यो त ए प्लस बी म्याच भयो कि ए इन्टु बी भाइ बहिनीहरू? ए इन्टु बी ए डट बी। यसको बुलियन अल्जेब्रा यो आउने भयो। क्लियर? क्लियर भयो हौ? एस यसको डिजिटल सिम्बल यस्तो हुने भयो आउटपुट। अर एन्डमा कन्फ्युजन छ? छैन सर। एकचोटि अर्को अर सर एन्डमा कन्फ्युजन सर्किट छैन। डायग्राम चाहिँ किन फरक भनेपछि कुन कुन नानो? सर्किट डायग्राम कुन चाहिँको? सर यो अर्को खालको एन्ड डिजिटल सिम्बल भनेको कि कुन त? कुन सर भनेको मैले बुझिनँ तिमीले भनेको यो? तलको सर त्यो सर्किट डायग्राम हजुर यो तलको के तलको सर्किट डायग्राम हो त सिम्बल हो डिजिटल सिम्बल। सर ए उस्ता हजुर उस्तै रहेछ सर अँ फरक के छ त्यस्तो कहाँ सेम छ त? अर्कोमा यस्तो पारिदिएको छौ, यसमा यस्तो गरिएको छ। अब हेर सिम्बल भनेर त तिमीहरूले सिम्बल कहाँ सोध्ने हो? यो यति त्यस्तो देखाउने बित्तिकै यो एन्ड है छ आर है छ भने फिगर चिन्नु पर्यो क्या। कहिले काहीँ फिगर दिएर राखियो भने। अर्को के छ? नट गेट।
नट गेट नट गेटमा भाइ पनि सुन त नट गेटमा एउटा इनपुट एउटा आउटपुट एउटा इनपुट अर्को आउटपुट एउटा इनपुट यसमा के हुन्छ अरे वान इनपुट वान आउटपुट वान आउटपुट अब यसको डिजिटल सिम्बल यस्तो बनाएको हुन्छ डिजिटल सिम्बल ए इनपुट वाइ आउटपुट अब कस्तो भयो भन्दा यसमा चाहिँ ए वाइ ए अन छ भने आउटपुट अफ ए अफ छ भने इनपुट अफ छ भने आउटपुट अन अन यसको बुलियन अलजेब्रा के आउनु भयो त यसमा ए कम्प्लिमेन्ट वाइ ए वाइ हुँदा यस्तो भइदियो यसमा ए वान बी कति वाइ के 0 ए 0 वाइ वान 1 भनेपछि यता आउटपुट के आउनु भयो त यसको बुलियन अलजेब्रा ए कम्प्लिमेन्ट कम्प्लिमेन्ट ए कम्प्लिमेन्ट यो जान है सक्छौ अब 3टा गेट सक्छौ सर यसको सर्किट डायग्राम कस्तो हुन्छ सर सर सिम्पल छ नि यो त अनि नरमा जाउँ अब त्यसपछि नर सर सर्किट डायग्राम कस्तो हुन्छ त्यसको कुनको नट गेटको ए होइन यसको सर्किट डायग्राम त त्यो भेग टाइपको छ त्यो पर्दैन बाबु त्यताले त्यो गरिराख्नु पर्दैन है यो डिजिटल सिम्बल यो हुन्छ भने जाने हुन्छ तिमीहरूलाई कुरो बुझौ बुझ्न अर्को छ हाम्रो नर गेट नर गेट भनेको के भन त नर गेट और प्लस नट कम्बाइन्ड गेट अरलाई के गर्ने नट गर्ने अरलाई नट गर्ने अरको आउटपुटलाई नट गर्ने कुरो बुझौ अरको आउटपुटलाई नट गर्ने के नट अरलाई नट गर्ने भनेको मैले अरलाई नट गर्ने कुन कुनको कम्बिनेसन अर प्लस नट यसको डिजिटल सिम्बल हेर्छ भने अर्को कस्तो थियो भाइ पनि अर्को यस्तो थियो होइन अर्को यस्तो थियो नि एबी अनि अर्को आउटपुटलाई के गर्ने यसले नट गर्ने यस्तो पारिदिएपछि भइहाल्यो यो गरेको बुझौ यसको सिम्बल हेर त अर्को आउटपुटलाई नट गरिदिएको छ क्या यहाँ त्यो नटको सिम्बल देखाइराख्नु पर्दैन दुईटैको डिजिटल सिम्बलै बनाउने अब यस आउटपुट भन्न त तिमीले आउटपुट भन्न सिक त अब यहाँ के हुन्छ भन्दा पहिला अर्को भन है त यस्तो भइदियो अर्को आउटपुटमा के थियो भाइ पनि ए बी वाइ ड्यास त ए प्लस बी थियो नि होइन अर्को आउटपुट यो थियो के थियो याद छ के बिर्स्यौ याद छ सर 1 0 1 मैले नरको आउटपुटमा गएको छैन है अर्को आउटपुटलाई यसले नट गराउने हो नि त होइन 0 1 के थियो 1 1 1 1 0 0 0 अब हेर अब यहाँनिर के भन्छ भन्दा यसले कुनलाई नट गर्नु पर्यो अब वाइलाई नट गर्नु पर्यो भनेको त अर्को आउटपुटलाई ए प्लस बी को कम्प्लिमेन्ट कुरो बुझौ यस सर अब भन नि त के आउँदो रहेछ त आउटपुट त्यसमा अब नेट आउटपुट 0 0 0 1 1 क्लियर भयो यस सर थाहा भयो अब यस सर यो थाहा भयो कि भएन
तिमीलाई थाहा भयो? होइन बुझेन सर। यो बुझेनौ? यो चाहिँ हो त्यस्तो सर। अब नर भनेको अर्को आउटपुटलाई नट गर्ने भने त बुझ्यौ नि, अर र नटको कम्बिनेसन हो। यति बुझौ? हो सर। अर्को आउटपुटलाई नट गर्ने भनेपछि त अर्को आउटपुटलाई पहिला तिमीले अर्को आउटपुट त अघि सिकाएको होइन त मैले। अर्को आउटपुट त 0 1 1 1 0 1 अनि 1 1 1 0 0 1 के अरे 0 0 0 आएको थियो भनेपछि y इक्वल्स टु a प्लस b आएको थियो भन्ने बुझौ। पहिला अर्को आउटपुट कहाँ छ? पहिला यति बुझेको बुझेन सोध न पहिला यति बुझा हो। हो सर यति बुझेको सर। अनि यो बुझ्यौ भने त सकिहाल्यो नि। अब यो चाहिँ के भयो त? यो नटको लागि के भयो? यो नटको लागि इनपुट भयो। कुरो बुझौ? बुझेको बुझेन? अब अर्को आउटपुट यति थियो। अर्को आउटपुट अब नटको लागि के भयो? इनपुट। 1 को नट 0 1 को नट 0 1 को नट 0 0 को नट 1। अब क्लियर? हो सर। त्यही भएर अनि ए प्लस बी को अर्को आउटपुट ए प्लस बी थियो भने त्यसको कम्प्लिमेन्ट गरिदिएपछि नटको बुलियन अलजेब्रा आयो कि आएन? नरको आयो सर। नरको बुलियन अलजेब्रा यो भयो। अब चाहिँ पक्का क्लियर भयो तिमीहरू, भएन? यो भयो? हो सर। भयो भन, नत्र अगाडि बढ्दिन म। भयो सर भयो। ल न्यान्डमा भन त, न्यान्डमा। अनि यस्तो एउटा टर्म नर गेटलाई इन्भर्ट गेट पनि भन्छ है। यो पनि जान। अल्सो कल यो सोध्न सक्ने टर्म हो। अल्सो कल नट इन्भर्ट गेट। इन्भर्ट गेट। यो नटलाई भन्ने होइन इन्भर्ट। नटलाई भन्दा इन्भर्ट। नटलाई भन्दा नि नरलाई इन्भर्ट बाबु। नर अर्को आउटपुटलाई नट गरिदिने भए भएर इन्भर्ट गराइदिएको उल्टै दियो। आखिर त्यही न्यान्डमा के होला भने नटलाई मात्र भन्छन् नटलाई किन भन्दैन? के रे बाबु? नटलाई मात्र भन्छन् ल्यान्डलाई किन भन्दैन भनेको कि? न्यान्डले त यस्तो हुन्छ नि बाबु, एन्डलाई के हुन्छ भन्दा यसको डिजिटल सिम्बलले गर्दा न्यान्ड भनेको त अरू धेरै युज गरेर बनाइन्छ, नर गर्ने होइन। मात्र हामीले ल्याएकोलाई रिभर्स गराउन मात्र नर युज गर्ने हो। न्यान्डको लागि त अरू धेरै डिजिटल सिम्बलको लागि, नानो टेक्नोलोजीको लागि धेरै युज हुन्छ। त्यही भएर यसलाई चाहिँ इन्भर्ट भन्ने होइन। सर यसको बुझ त भन। नोर गेट भनेको इन्भर्ट बुझ्ने अब कि नट। अब यसमा यो कुन कुनको कम्बिनेसन? न्यान्डको कम्बिनेसन भन त। न्यान्डको कम्बिनेसन एन्डलाई नट गर्ने भन। एन्डलाई अघि नरमा मैले के भनेको थिएँ? अरलाई नट। अहिले एन्डको आउटपुटलाई एन्डलाई नट गर्ने। एन्डलाई नट गर्ने। अघि के भनेको थिएँ मैले? अरलाई नट गर्ने भनेको थिएँ हो। अहिले एन्डलाई नट गर्ने। एन्ड यो भाइ पनि एन्ड यो भाइ के भएन? हेर नि यहाँबाट एन्डलाई नट गर्ने। यहाँ कस्तो राख्दिने? यस्तो राखिदिएपछि यो भयो एबी वाइ। अब तिमीहरू आफै भन त एन्डको आउटपुट के थियो अरे? एन्डको आउटपुट बिर्स्यौ? ए डट बी थियो। ए डट बी को कम्प्लिमेन्ट गरिदिनु पर्यो क्या, नट गरिदियो नि त्यसले। बुझौ? क्लियर? यस सर। यसको भन्न त बुलियन अलजेब्रा अब क्या होला डाइरेक्ट लेखिदिन्छु, अब बुझिहाल्छौ।
एबी अनि वाई को अब कम्प्लिमेन्टै गराएर राख्ने है एकैचोटि, अब छुट्टा छुट्टी गर्नु परेन। A1 B0 के आउँथ्यो 0, तर यहाँ के हुनु पर्यो 1 1, किन 0 लाई नट है। त्यसपछि 0 1 ल भन त यहाँ 1 1 1 1 0 0 0 0 0 0 अब के 1 1 क्लियर। यति गर्न सक्यौ? सक्छु यति गर्न? सर यो नर एन्ड एन्डलाई युनिभर्सल किन भनिन्छ सर? यी दुईटै के को लागि युज हुन्छ भन्दा अरू सिम्बलहरू अरू त्यो अर एन्ड नटहरू छुट्टा छुट्टी हुन्, तिनैबाट अथवा तिनैलाई एउटा दुईटा भनेको मिलाएर बनाएको भएर यसलाई युनिभर्सल भन्छ है, बिल्डिङ ब्लक्स भन्छ। किन यसकै कम्बिनेसनहरू मिलाएर अरू अरू तिनैका कम्बिनेसन मिलाएर बनायो नि त यो, होइन? हजुर सर। ल अब यसमा त तिमीले गर्न सकिहाल्यौ एन्ड नट अर नट। अनि अर्को एक्सक्लुजिभ अर गेट पनि अलि झखास सोधे त छैन, त्यही पनि यति जान न। एक्सक्लुजिभ अर गेट भनेको के भाइ तिनीहरू? एक्सक्लुजिभ के भन्छ अरे? एक्सक्लुजिभ अर एक्सक्लुजिभ अर गेट। एक्सक्लुजिभ अर गेटको डिजिटल सिम्बल के हुन्छ बुलियन अलजेब्रा? वाइ इक्वल्स टु A complement into B प्लस A complement into B। डट बी। अब मिलाउन सक्छौ तिमीले, यसको बुलियन अलजेब्रा बनाउन सक्छौ? के बुलियन अलजेब्रा त यो भयो, यसको ट्रुथ टेबल यो देखेर। यस सर। ल सुन है त, यसको ट्रुथ टेबल बनाउन सिक है त। ल ए बी ल वाइ, ए लाई मैले 0 गरे, ल बी लाई के गरौँ 1 गरे, वाइ क्या आउला ल भन त, वाइ क्या आउला? यस्तो भयो के, ए लाई 0 गर्यो, यो 0 अनि 0 इन्टु 0 यो त 0 भएन र, किन B1 हो भने B को कम्प्लिमेन्ट त 0 हो नि। क्लियर? क्लियर? अनि यो प्लस यता के भयो प्लस, फेरि ए 0 को कम्प्लिमेन्ट के 1 1 इन्टु 1 के हुन्छ 1 क्या हुने भयो त्यसको आउटपुट अब 1। क्लियर? क्लियर छ कि छैन? फेरि भन्ने यसमा फेरि भन्नुपर्ने हो? पर्दैन सर। ल भन फेरि 1 0 ल भन त, 1 0 भन। 1 हुन्छ। 1 यस्तो भयो 1, किन भन्दा 1 अनि 1 इन्टु 1 भइहाल्यो, अनि यो 0 इन्टु त 1 भइ सकिहाल्यो 1। त्यसपछि 0 0 भन त के हुन्छ 0 0 ए 0 B1 0 इन्टु 1 अनि यो पनि के भयो त 1 0 भयो। 1 इन्टु 1 1 1 को भन त आउटपुट गराउ त, 1 1 को आउटपुट 0 सकिहाल्यो त। कुरो बुझ? अब एक्सक्लुजिभ नर गेटमा के हुन्छ एक्स नर, सर यसलाई के भन्ने रे एक्स। हजुर सर XOR बाट कस्तो क्वेसन सोध्छ? यो त त्यही बुलियन अलजेब्रा टाइपको, कुन अलजेब्रा फलो गर्छ भन्ने टाइप यही दिन सक्ने भाउ दिइहाल्यो भने, अरू त के दिने हो? या बनाउ टेबल भनेर सोध्ने होइन। एक्सक्लुजिभ अरमा इनपुट ए छ, आउट इनपुट अफ
के अरे ए अफ एउटा इनपुट अफ अर्को इनपुट अन छ भने आउटपुट क्या होला भन्ने टाइपले दिन सक्छ क्या। यहाँ दियो भने यिनीहरू त्यही बुलियन अल्जेब्रा रिलेटेड त्यो दिने हो क्या तिमीहरूलाई, कुरो बुझौ। यस अनि सर। फेरि त्यो अफ अन नभनेर हाई लो भनिदियो भने पनि त्यही बुझ है। जस्तै हाई भन्यो भने के बुझ्ने 1, लो भन्यो भने 0। यो टर्मको पनि टर्म राखेर सोध्या हुन्छ। एक्सक्लुजिभ नर गेटमा के हुन्छ भन त बुलियन अल्जेब्रा। बुलियन अल्जेब्रा सम्झिने, त्यसपछि त ट्रुथ टेबल बनाउन सकिहाल्छौ नि। वाइ इक्वल्स टु के आउँछ यसको बुलियन अल्जेब्रा? ए डट बी प्लस, थाहा छ याद छ? ए डट बी प्लस ए कम्प्लिमेन्ट बी ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट। अब यसको ट्रुथ टेबल त तिमीलाई यत्रो सिकायो भनेपछि तिमीले आफै भन्न सिका त ल। एबिवाई ल भाइ तिनीहरू एबिवाईमा ल भन त। एमा A0 ला B0 राखे वाई भन ल, यो भन्न सिका त क्या होला? 1 बनायो नि तिमीहरू 1 0 अनि यो त 0 को कम्प्लिमेन्ट 1 अनि B0 कम्प्लिमेन्ट 1 1 नै हो नि भएन र? यो बुझौ? 1 1 को भन त ल। 1 1 को 1 1 1 मा भन 1 1 तिमीले भनेको लेख्छु मैले। अब 0 1 ल भन 0 0 1 A0 B1 यो 0 भइहाल्यो। अनि यतातिर हेर है A0 1 तिमीले 0 भना हो 0 भने ऊ 0 ल हेर नि त तिमीहरू पनि ल हेर A0 B1 ल यो पार्ट त 0 भइहाल्यो प्लस अनि ए कम्प्लिमेन्ट 0 को कम्प्लिमेन्ट भनेको 1 हो अनि 1 को कम्प्लिमेन्ट 0 भनेपछि यो पनि 0 0 यस मलाई थाहा पाएछु। अनि अनि यसपछि बाँकी के रह्यो 1 0 ल भन त यसको गराउ। यसको पनि 0 किन ए 1 इन्टु 0 0 भइहाल्यो। अनि यो के छ त 0 इन्टु 1 सकिन्छ? यी पहिला मेन त तिमीले यसमा डिजिटल यो लजिक गेटहरूमा जसले एक्सआर र एक्स नट त खासै सोधेको छैन। अरूको त यतातिरको त कुन इनपुट हाई हुँदा लो हुँदा अथवा अब दुईटै अन हुँदा अफ हुँदा के हुन्छ सबैको बुलियन अल्जेब्रा मिलाउन जान्नु पर्यो है। सक्छौ? सर हजुर सर हामीले त्यो युज गरिरहेको इन्भर्टरमा चाहिँ कुन गेट हुन्छ, नर हुन्छ कि नट हुन्छ? कुनमा जुन जनरली बिल्डिङ ब्लकमा त न्यान्ड हुन्छ। अब हामीले त्यो नर्मल इन्भर्टर युज गर्छौँ नि